योजना कार्यालय नेपालका अन्तर्गत जम्माजम्मी हामीले 3वटा जिल्लाहरू हेर्छौं। त्यो मध्ये दाङ, बाँकी र बर्दिया। सो मध्ये जम्माजम्मी यसमा हाम्रोमा टोटल ठेक्का 7वटा रहेका छन्। 7वटा ठेक्का मध्ये 75 किलोमिटर बाटो 3टा ठेक्का र अरु 4वटा ठेक्काको 7वटा पुल गरी जम्माजम्मी 7वटा रहेका छन्। 7वटा ठेक्का व्यवस्थापन यस कार्यालयले हेर्दछ र बाँके, बर्दिया र दाङ गरी 3टा जिल्ला यसको कार्यक्षेत्र रहेको छ। हालसम्मको प्रगति हेर्दा चालु आब 2080-81 मा विनियोजित भएको सम्पूर्ण रकम गत आबकै दायित्व, सृजित दायित्व, प्रमाणित दायित्व तिरेर भुक्तानी गरेर सकिएको र चालु आबको श्रावण 1 गतेदेखि हालसम्म भए गरेका कामको कुनै पनि दायित्व भुक्तानी गर्न सकिएको छैन भने अहिले आजका मितिमा यस हुलाकी सडक नेपालञ्जबाट निर्माण कार्य भई सृजित बिलहरू र यस कार्यालयमा प्राप्त भएका बिलहरूको जम्मा रकम 1 अर्ब भन्दा बढी रहेको छ भने ब्याज निर्माण व्यवसाय सम्झौता बमोजिमको निर्माण व्यवसायबाट ब्याज दाबी करिब 5 करोड रुपियाँ हुन गएको छ। तसर्थ श्रावण 1 गतेदेखि हालसम्म भएगरेका कामको कुनै पनि भुक्तानी गर्न नसकेको हुँदा योजना कार्यालयबाट निर्माण व्यवसायले भुक्तानी गर्न नसक्दा निकै मारमा निर्माण व्यवसाय परेको अवस्था सिर्जना भएको छ। चरम आर्थिक संकटमा पनि हुनुहुन्छ। उहाँहरूले अनेकन दुःख गरेर यो काम गर्नुभएको छ र निर्माण व्यवसायलाई भुक्तानी गर्न नसकिएकै कारण निर्माण कार्यहरू जुन क्रोनिक भन्छौँ हामीले, जुन समस्याग्रस्त भन्छौँ, सो अवस्था सिर्जना हुने स्थिति अहिले सिर्जना भएको छ। यो सम्बन्धमा हामीले सडक विभाग, मन्त्रालय सबै ठाउँमा जानकारी गराएका छौँ। उहाँहरूले पनि, आदरणीय सरहरूले पनि बजेट व्यवस्थापन हुन्छ भन्ने आश्वासन प्राप्त भएको छ, तर हालसम्म कुनै पनि बजेट प्राप्त भएको छैन। यसले गर्दा समग्र रूपमा निर्माण व्यवसायीहरू चरम आर्थिक सङ्कटमा रहेको र काममा अत्यधिक प्रभाव परेको अवस्था छ।